मनपर्ने हिपहप आर्टिस्ट चाहिँ को त नि त्यसो नेपालको अब अहिलेको कुरा गर्दा त अब भिते नै होला अलिकति है किनकि उसँग स्वाग छ सब कुरा छ होइन त्यति देखाउनु नि पर्छ क्या त्यो ब्याटलहरू हेरेको खेलिदिएको नि हो त्यही ब्याटल होइन कपी क्याट भोगटेको फेद मुनि अनि कम्ती खेलेको फुकुकामा एकजना छ नि हाम्रो ऱ्यापर्स त्यो भाइ के अरे जो राका उसले त अनि बबाले हानेछ त नि होइन बबाल त झन्डै दाँत झरे जस्तो देखियो छोटो समयमा डिस हानेर एकदमै धेरै पपुलारिटी कमाएको भनेको चाहिँ जेम्सीले जस्तो लाग्छ क्या होइन पैसा कमाउनु त मैले यार झन् सानैबाट कमाएको नि त कहिले त्यो यो पनि त्यो धेरै पुरा सानैमा हो क्या मैले 4-5-6-7तिर पढ्दै होला म त बजारमा जान्थेँ क्या एउटा यो चाहिँ मैले के भन्छ अलि भन्नु हुने नहुने होइन आमालाई सुनाएको आमाले लोद गाली गरेर यार किन त्यस्तो के दुखे गीत गाएको मेरो आमा चाहिँ के त्यो यङ हुँदा चाहिँ कस्तो हुनुहुन्थ्यो त्यो मोमेन्ट चाहिँ मलाई एकदम हुने भए चाहिँ ब्याक भइदियो हुन्थ्यो जस्तो लाग्छ एउटा केही विस माग्यो भने चाहिँ त्यो मेरो चाहिँ त्यही हो दाइको छोराको सबै दाइको के भन्छ अङ्कलको छोराको सबै बेचिसक्यो है स्याउट एक कति रुपियाँ अब सस्तो नि पर्दैन ट्याप टिपेर सकिहाल्यो मेरो हैरान होइन म त के भन्छ अब डाइरेक्ट 4मा भर्ना भएको 4मा त्यस्तो सुनेछ कहिले 4मा सिधै 4मा हो भर्ना भन्दा नि स्कुल गएको 4मा 4बाट स्कुल जाँदा चाहिँ होइन फेरि चक्लेट खाँदै जानुपर्ने मलाई त्यो जमानामा जहिले पनि गोजीमा हाल्ने फ्रीमा खातामा आमाले तिर्ने नि त महिनामा अनि जन्ती बिहान फर्किने बेलुका घर आउँदा त रात पर्ने अनि राको बालेर हिँड्थ्यो त्यो र म चाहिँ माथि अग्लो ठाउँमा गएर यत्रो ढुङ्गा क्या बाँस झाङमा फाल्ने अब बाँस त कति धेरै छ एउटा फालेको 10 चोटि ठोकिने अनि बाँसमा डाडाङ गर्दा बाजा साजा अफ बत्ती सत्ती अफ चुपचाप डाँडा कटेपछि बल्ल डुङ धरान बसेपछि एकचोटि त लाउरे भिडौँ भन्ने सोच हुन्छ नि भिडियो लाउरे नि सरको चाहिँ के थियो म 2012मा भिड्यो 12-13 इन्टेक 12मा 12मा भिडेर 13मा चाहिँ जाने हो क्या सामानहरूको यताउति सामान बेच्ने टाइपको क्या मैले कति गरेँ अनि कति महिना जस्तो गरेँ 4-5 महिना गरेँ होला 4-5 महिना